गाइस आज चाहिँ मम्मीले अर्डर गर्नुभएको थियो यो धुप हाउसबाट काठमाडौँबाट। अब म चाहिँ यहाँ अनबक्स गर्दैछु यो धुप हाउसबाट। हो यसलाई निकाल्नुपर्छ। निकाला न निकाला निकाला न त्यस्तो यसलाई त गाह्रो उयो हुन्छ त नि हुँदैन गर न यस्तो हुन्छ यो च्यातिदेऊ न सबै अब त भयो च्यात्दा के हुन्छ त नि कैँचीले काट न भित्रबाट ल्याउँदा कैँची जाऊ जिरो 0.5 हुन्छ क्यामेरा है यहाँबाट कसरी भयो मलाई आउँदैन त आयुष फोटो तान्न सक्दैनौ हात घोच्दै अनि अर्कोपट्टि आमाम कस्तो ठुलो हेर्नु हेर्नु त धुप निकाला न निकाला त गाइजहरू यस्तो रहेछ तर अलिकति त भाँची पनि छ रहेछ एउटा भाँचेको रहेछ 4 बट्टा 1 किलोमा धन्यवाद आमामु 2 3 गाइजहरू अनि यहाँ दियो पनि दिनुभएको रहेछ धुप हाउस आन्टीले यो पर राखौँ ल अब हामी यो हेर्नुहोस् यहाँ 4 मात्रै धुप बाल्नुपर्छ ल म नुहाउँछु ल म पनि नुहाउँछु नि 4 बट्टा खै 4 बट्टा धुप पाएको छौँ हामीले धुप देखाउ न यसरी अब हाम्रो अर्को तेल पनि छ कस्तो मिठो बनाएको है धुपपति आयो कसरी बाल्नुपर्छ यो दियोमा राखेर बाल्नुपर्छ होला नि होला नि यस्तो लाग्यो अनि अर्को हाम्रो तेल पनि आउनु तेल आएको छ कुन तेल देखा त ए यो त उयो पो रहेछ बडा त हेयर ओइल यो चाहिँ आदिवासी तेल हो गाइजहरू ए यो यसो देखाउँदैछ अहिले आलोक दादा कुन कहाँ पो हुनुहुन्छ अहिले के पो इन्डियामा होइन कुन पो हुनुहुन्छ बेङ्गलोर यो बेङ्गलोरमा पाउँछ गाइजहरू यो चाहिँ उयो हो 500 ml को उयो हो आदिवासी तेल हो गाइजहरू आदिवासी तेल गाइजहरू यहाँ दिनु न गाइजहरू यस्तो छ कति राम्रो छ यो चाहिँ हाम्रो धुप हाउसको आन्टीले दिनुभएको थियो सबै खिचेछ त भने यो चाहिँ खिचेछ तर राम्रो छ धुप यो दियोमा हालेर गर्नुपर्छ दियोमा हजुर दियोमा अनि यहाँको हाम्रो आदिवासी तेल बेङ्गलोरको बेङ्गलोरको तर यो अनि यस्तो गनाउँछ त नि बेङ्गलोरको तेल आदिवासी कति लामो छ भिडियो देखाइदिउँ यसको आदिवासी तेलको कतिवटा जडीबुटीले पो गर्छ त 12 होइन कतिवटा लगाइस आजको उयो चाहिँ यही सिद्धिन्छ यो हाम्रो चाहिँ धुप हाउस दिदीले आन्टीले पठाइदिनु भएको यो चाहिँ हाम्रो यो यतिको कति चारटाको कति पर्यो 1 किलोको 3200 परेको छ तपाईँहरूले पनि अर्डर गर्नु सक्नुहुन्छ त्यहाँबाट नम्बर तल छ योमा नम्बर हालिदिन्छु धुप हाउस आन्टीबाट लिन सक्नुहुन्छ राम्रो छ होइन राम्रो छ काठमाडौँबाट हो यो भयो अनि आदिवासी तेल पनि छ